मैले चाहिँ केही महिनादेखि यो स्केच गिभ अवे दिँदै आइरहेको छु र आज पनि म एकजनालाई चुज गर्दैछु हैन। मेरो भिडियोमा सबैजनालाई स्वागत छ। ढिलो नगरी सुरु गरौँ है त। आज चाहिँ को चाहिँ लकेस मान्छे पर्नु चाहिँ हेरौँ है त। ल ध्रुव, तेरो नाम पर्न सफल भएको छ। ल अब ध्रुवको स्केच सुरु गरौँ है त। एउटा यस्तो मान्छे जसलाई चाहिँ रिसै उठ्दैन। मैले उसँग धेरै सङ्गत गरेँ तर अहिलेसम्म चाहिँ रिसाएको देखेको छैन मैले। रमाइलोमा रमाइलो अनि ज्ञानीमा ज्ञानी। यो कारण पनि ध्रुव सबैको मनमा बस्न सफल भएको छ। ध्रुवसँग मैले बाल्यकाल चाहिँ बिताउन पाइनँ किनभने हाम्रो गाउँ एउटै भए पनि टोल अलिक टाढा थियो। त्यसमाथि हाम्रो भेट चाहिँ बच्चा बेला त्यति भएन। सायद मलाई लाग्छ हाम्रो सम्बन्ध चाहिँ स्कुले जीवनपछि मात्र घनिष्ठ भएको हो र त्यो दिनदेखि चाहिँ हाम्रो सम्बन्ध एकदम सुमधुर छ। र ध्रुव यतिसम्म ज्ञानी छ कि होइन, हामीले कुनै कुरा रिक्वेस्ट गर्यो भने उसले कहिले पनि नाइ भन्दैन। जुनसुकै समयमा होस् होइन, हामीले कुनै प्लान बनाएको छ भने चाहिँ उसले त्यो प्लानलाई चाहिँ अस्वीकार गरेको अहिलेसम्म मैले देखेको छैन। यसको मतलब चाहिँ उसँग नाइ भन्ने शब्द नै छैन क्या। साथीभाइले भनेपछि सक्यो क्या, त्यहाँ कुनै बाहना नै छैन। ध्रुव चाहिँ मनको एकदम धनी मान्छे पनि हो होइन, किनभने उसले जहिले सबैको भलो चिताउँछ र सबैको राम्रो सोच्छ। उसको मुखमा जहिले पनि एउटा कुरा हुन्छ, हामी सधैँ मिलेर बस्नुपर्छ र सधैँ हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ र हामी जुनसुकै धरातलमा रहे पनि हामी र हाम्रो मन चाहिँ कहिले चेन्ज हुनु हुँदैन। र म यसै भिडियो मार्फत भन्न चाहन्छु, ध्रुव लगायत मेरा गाउँका जति पनि दाई भाइ साथीहरू छौ, तिमीहरूको यो सम्बन्धको लागि चाहिँ म निकै नै आभारी छु। ध्रुवले भने जस्तै बुढेसकालसम्म पनि हाम्रो सम्बन्ध यस्तै रहिरहोस् र तेरो म प्रतिको आत्मीयता मायाको लागि चाहिँ मेरो तर्फबाट तँलाई सानो गिफ्ट है त। आशा छ यो गिफ्टले तेरो र मेरो सम्बन्ध सधैँ सुमधुर बनाइरहनेछ। ल त सधैँ यस्तै पोजिटिभ भइरहनु र तेरो जिन्दगी सधैँ सुस्त मस्त रहोस्। आजको लागि चाहिँ यति नै, फेरि अर्को भिडियोमा भेटौँला है त। र जाँदा जाँदा एउटा कुरा भन्न चाहन्छु होइन, मैले चाहिँ स्केच गिभअवेको भिडियो पनि ल्याइराखेको हुन्छु होइन। यदि तपाईँहरू पनि आफ्नो स्केच बनोस् भन्ने चाहनुहुन्छ भने मलाई सब्सक्राइब र फलो गर्नु होला, ताकि मैले जुनसुकै भिडियो अपलोड गर्दा चाहिँ तपाईँहरूलाई नोटिफिकेसन जाओस्। योभन्दा पहिला पनि मैले एउटा स्केच गिभअवेको लागि चाहिँ भिडियो राखेको थिएँ। केही दिनमा चाहिँ मैले 2 जना चाहिँ विनर चुज गर्नेछु र स्केच बनाउनेछु। त्यसैले किप इन टच है त। ल आजको लागि चाहिँ यति भन्दै म बिदा हुन चाहन्छु। फेरि अर्को भिडियोमा भेटौँला है त। बाई बाई।